नमस्कार। आजको मुख्य अन्तर्राष्ट्रिय समसामयिक विषय अनुसार इरान र युनाइटेड स्टेट बीच पाकिस्तानमा भएको शान्ति वार्ता कुनै निष्कर्ष बिना टुङ्गिएको जनाइएको छ। यो ऐतिहासिक वार्ता पाकिस्तानको इस्लामाबादमा आयोजना गरिएको थियो, जहाँ दुवै देशको उच्च स्तरीयहरू बीच झन्डै 21 घण्टासम्म लगातार छलफल भएको थियो। अमेरिकाले वार्तामा लचकता देखाएको भए पनि इरानी पक्ष अमेरिकाको शर्तहरू स्वीकार गर्न तयार नभएको बताएका छन्। अमेरिकी टोली अब पाकिस्तानबाट फिर्ता हुने जानकारी पनि दिएका छन्। अमेरिकाको मुख्य अडान भनेको इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा नियन्त्रण वा अन्त्य गर्नु हो। अमेरिकाले यसलाई आफ्नो सुरक्षा र अन्तर्राष्ट्रिय स्थायित्वसँग जोडिएको विषय मानेको छ र यसलाई आफ्नो अन्तिम प्रस्तावको रूपमा अघि सारेको बताएको छ। तर इरानले भने यसमा असहमति जनाएको छ। उनीहरूले अमेरिकालाई अत्यधिक र गैरकानुनी मागहरूबाट पछि नहटेको तथा इरानको वैध अधिकार र हितलाई स्वीकार नगरेको आरोप लगाएका छन्। यस वार्तामा परमाणु कार्यक्रमसँगै क्षेत्रीय सुरक्षा, विशेष गरी स्ट्रेट अफ हर्मुजको अवस्था र इरानसँग सम्बन्धित युद्धको विषयहरूमा व्यापक छलफल भएको बताइएको छ। यो वार्ताको मध्यस्थता पाकिस्तानले गरेको थियो र अमेरिकाले पाकिस्तानको भूमिकालाई सकारात्मक र प्रभावकारी भएको बताएका छन्। तर दुवै देशबीचको पुरानो अविश्वास, कडा शर्तहरू, संवेदनशील विषयका कारण वार्ता निष्कर्षमा नपुगेको जनाइएको छ।